त्यस्तो किसिमको बलात्कारका क्रिया हुने स्थिति सिर्जना बढी भइरह्यो भने महिलाहरूलाई सेफ डिफेन्स कसरी गर्ने त्यस्ता किसिमका सचेतनामूलक कार्यक्रमहरूको पनि सञ्चालन गर्नुपर्छ। जेल मात्रै राखेर दण्डित मात्रै गरेर हुँदैन। यस्ता मान्छेहरूलाई चाहिँ अब मृत्युदण्डै दिनुपर्छ भने कानुन बनायो त्यो त कानुन त कार्यान्वयन हुन्छ नि। यस्तो जबरजस्ती करणी गर्ने लागु औषधका होइन देशद्रोहीका यस्ता व्यक्तिहरूलाई चाहिँ भ्रष्टाचारीहरूलाई चाहिँ मृत्युदण्डै दिनुपर्छ भन्ने खालका कुराहरू आयो भने यो त संसदले बनाउने कुरा हो नि। संसदले कानुन बनाएको अवस्थामा त यो त परिपालन गर्दिन भन्न पाइँदैन। सरकार शक्तिशाली छ, यस्तो घटना घट्यो भन्दा पनि यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न, यस्ता घटना घटाउनेहरूलाई चाहिँ दण्डनीय बनाउन, कडा कानुन ल्याउन र कानुनले नै एउटा चाहिँ उनीहरूलाई परिबन्धमा पार्ने। यो गर्यो भने त मैले त अब यहाँबाट उम्किनै सक्दिनँ, कुनै सम्भावनै छैन भन्ने खालको स्थिति हामीले सिर्जना गर्न र विगतमा भएका घटनाहरूलाई निष्पक्ष रूपमा छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्ने व्यवस्था गरिएको खण्डमा यस्ता घटनाहरू चाहिँ न्यूनीकरण हुन्छन्। यहाँ व्यावहारिक कुरा हेर्दैन कानुनले। कानुनले प्रमाण हेर्छ, कानुनले तथ्य कुरा हेर्छ, कानुनले आधार खोज्छ। र अहिले भर्खरै मात्र इनिसा विकास जस्तो व्यक्तिहरू फेरि सामूहिक बलात्कारपछि हत्या हुनु पर्यो। अब के यो अवस्था चाहिँ चलिराख्ने हो? तपाईँले अघि जुन भन्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदाखेरि निर्मला पन्तको हत्या भएको होइन। हत्या भइसकेपछि अनुसन्धानका लागि उहाँ गृहमन्त्री भएको बेला उहाँले चाहिँ वाचा गर्नु भएको थियो कि गृहमन्त्री भइसकेपछि पनि नै उहाँले चाहिँ पहिलो निर्णयमै निर्मला पन्तको हत्यारालाई पत्ता लगाउने भनेर पहिलो निर्णय गर्नुभएको थियो होइन। अब त्यो अब अहिले पनि अनुसन्धानकै दायरामा छ, त्यसको अन्तिम निष्कर्ष आइसकेको अवस्था छैन। अब समाज हो, समाजमा राम्रा नराम्रा कुराहरू त देखिन्छन् होइन। समाजमा कहिले दुर्घटना हुन्छ, कहिले बलात्कारका घटनाहरू हुन्छन्, कहिले के हुन्छ होइन। अब यो चिज चाहिँ हुनु हुँदैन थियो भन्ने नै हो। अब जहाँसम्म तपाईँले कुरा गर्नुभयो इनिसा विकको सन्दर्भमा, त्यो चाहिँ अब उहाँ चाहिँ आफ्नो स्कुल जाने क्रममा आफ्नो प्रेमिका ले भेट्न बोलाएर प्रेमिकासँग अलिकति विवाद भइसकेपछि अरू साथी बोलाएर सामूहिक बलात्कार गरेर उहाँलाई हत्या गरेको भन्ने प्रारम्भिक निष्कर्ष निस्किएको छ। र फोरेन्सिक ल्याबले पनि के भनेको छ भने उहाँको चाहिँ संवेदनशील अङ्ग च्यातिएको, रक्तस्राव धेरै भएको र पछाडि ढाड मा पनि चोट लागेको भनेर फोरेन्सिक ल्याबले पनि रिपोर्ट प्रस्तुत गरेको छ। र यसमा अन्य चिजहरू पनि संलग्न छन् कि भनेर नेपाल प्रहरीको सिबिआईको टोली पनि अनुसन्धान गर्न विज्ञ टोली पनि त्यहाँ पुगिसकेको अवस्था छ। र भोलिको दिनमा त्यो विज्ञ टोलीले के निष्कर्ष निकाल्छ होइन भन्ने कुरा पनि एउटा ठाउँमा छ। र 4 जनालाई पक्राउ गरिसकेको अवस्था पनि छ। त्यहाँबाट त त्यो भएको हुनाले के भन्दाखेरि तिनलाई दण्डित गरेपछि भोलिका दिनमा हामीले यो गर्न हुन्न है भन्ने खालको एउटा म्यासेज त गइ नै रहेछ। अब समाजमा छिटपुट घटनाहरू, यस्ता घटनाहरू घट्छन्, नघट्ने होइन, तर यसलाई न्यूनीकरण गर्नुपर्छ। यस्ता कुराहरूमा अवेरनेस सचेतनाका मूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ होइन। अर्को कुरा के भन्दाखेरि सेल्फ डिफेन्स अथवा त्यस्तो किसिमको बलात्कारका क्रिया हुने स्थिति सिर्जना बढी भइरह्यो भने महिलाहरूलाई सेफ डिफेन्स कसरी गर्ने त्यस्ता किसिमका सचेतनामूलक कार्यक्रमहरूको पनि सञ्चालन गर्नुपर्छ। र राज्य संयन्त्र पनि अलिकति चलाखी हुनु पर्यो होइन। घटना घटिसकेपछि पुग्ने होइन कि घटना घट्न सक्ने सम्भावित कुराहरूमा अलिकति चनाखो हुनु पर्यो। यी धेरै कुराहरू छन्। अब यसमा चाहिँ सरकार शक्तिशाली छ, यस्तो घटना घट्यो भन्दा पनि यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न, यस्ता घटना घटाउनेहरूलाई चाहिँ दण्डनीय बनाउन, कडा कानुन ल्याउन र कानुनले नै एउटा चाहिँ उनीहरूलाई परिबन्धमा पार्ने। यो गर्यो भने त मैले त अब यहाँबाट उम्किनै सक्दिनँ, कुनै सम्भावनै छैन भन्ने खालको स्थिति हामीले सिर्जना गर्न र विगतमा भएका घटनाहरूलाई निष्पक्ष रूपमा छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्ने व्यवस्था गरिएको खण्डमा यस्ता घटनाहरू चाहिँ न्यूनीकरण हुन्छन्। र सबैले यसमा चाहिँ चासो लिएर हेरेको छ। इनिसा विकको सन्दर्भमा उहाँको सबलाई आफन्तहरूले बुझेको अवस्था पनि छैन। विभिन्न सामाजिक सङ्घ संस्थाहरूले त्यहाँ बुलन्द आवाज उठाएको अवस्था छ। वर्तमान निर्वाचित सांसद खगेन्द्र सुनवार लगायतकाले पनि त्यसलाई चासोको साथ हेरेर त्यसलाई चाहिँ गरिरहेको अवस्था छ। प्रहरीले पनि सिबिआईकै टोली बोलाएर चाहिँ एउटा चाहिँ अनुसन्धान गर्ने भनिरहेको अवस्था छ। त्यस कारणले यस्ता घटनाहरू चाहिँ अब दोहोरिनुहुन्न। यो घटनाबाट सबैले पाठ सिक्नुपर्छ होइन। हिजो यस्तो घटना दोहोरिनु हुँदैन भन्दाखेरि यो त दोहोरिराखेको छ होइन। अब कानुनी बाटोबाट केलाउने हो भने पनि कडाभन्दा कडा कारबाही हुनुपर्छ त भनेको छ, तर होइन तर कारबाही हुँदैन। अब एक हिसाबको जो सामाजिक अभियन्ताहरूको कुरा सुन्ने हो भने सत्ता र पद पैसाको बार्गेनिङमा हरेक
कानुनहरू ओजेनमा पर्छ भनिराखेको अवस्थामा अहिले यो शक्तिशाली सरकार बन्दै गर्दा 2 तिहाईको सरकार बन्दै गर्दाखेरि अब तपाईँ कानुनी अधिवक्ताको हिसाबले चाहिँ अब अझ यसलाई चाहिँ कस्तो खाले कानुन संशोधन गर्नुभयो भने चाहिँ अझ यो प्रभावकारी त होला जस्तो लाग्छ त। किनकि सामाजिक अभियन्ताहरूले त महिला अधिकार कर्मीहरूले त बलात्कारीलाई चाहिँ फाँसीको सजायको माग गरिराख्नु भएको छ उहाँहरूले। सम्भव छ यस्तो? नेपालमा फाँसीको सजायको व्यवस्था छैन, जन्मकैदसम्म सजायको व्यवस्था छ अधिकतम। अबको कानुनी संशोधनमा त मिल्ला नि अधिकतम भनेको होइन। अहिले भइरहेको कानुनलाई पनि सही रूपमा प्रयोग गर्ने हो भने यस्ता घटनाहरू न्यूनीकरण हुन्छन् होइन। अब यसलाई चाहिँ यस्तो जबरजस्तीकरणी गर्ने, लागु औषधका होइन, देशद्रोहीका यस्ता व्यक्तिहरूलाई चाहिँ, भ्रष्टाचारीहरूलाई चाहिँ मृत्युदण्डै दिनुपर्छ भन्ने खालका कुराहरू आयो भने यो त संसदले बनाउने कुरा हो नि। संसदले कानुन बनाएको अवस्थामा त यो त परिपालन गर्दिन भन्न पाइँदैन। त्यस कारणले कानुन कति कठोर बनाउने भन्दा त्यो कानुनलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। यो इनिसा बिकको सन्दर्भमा 4 जनाको किटानी जारी परेको छ होइन, यिनीहरूलाई कारवाही भयो त भयो नि त। मैले चाहिँ नवराज बिकको घटना हेर्नु त त्यहाँ कानुनी कारवाही भएको देखिन्छ नि त। हामीले घटना घटेकाहरूलाई त्यो खोलामा लगेर कुटी कुटी मार्ने हो त अहिले पनि कानुनी सजाय भोगिरहेका छन् नि त। कानुनी सजाय नभएको भन्ने होइन, तर त्यसलाई तथ्यगत कुराले प्रमाणित गर्नु पर्यो होइन, प्रमाणहरूले प्रमाणित गर्नु पर्यो नि। त्यसैले यसले चाहिँ यो गरेको भनेर उसलाई चाहिँ सजाय दिने भन्ने हुँदैन र समय अनुकूल चाहिँ कानुनलाई परिमार्जित गर्नुपर्छ। भोलि विधायिकाहरूले संसदमा रहेका नीति निर्माताहरूले होइन यो अहिले जेल मात्रै राखेर दण्डित मात्रै गरेर हुँदैन, यस्ता मान्छेहरूलाई चाहिँ अब मृत्युदण्डै दिनुपर्छ भने कानुन बनायो त्यो त कानुन त कार्यान्वयन हुन्छ नि। त्यो त समय अनुकूल परिमार्जित हुन्छ। मलाई जहाँसम्म लाग्छ त्यस्ता एक्टिभिटिज गर्नेहरूलाई त अहिलेको विद्यमान जुन कानुन छ त्यो पनि पर्याप्त छ, तर सही तरिकाले त्यसलाई चाहिँ कार्यान्वयन भएको छैन। त्यहाँ दबावको कुरा छ, प्रभावको कुरा छ, होस्टाइल हुने कुरा छ। आज हो भनेको छ, भोलि अर्कोचोटि जाँदा बयान फेरेको छ, अभियोगहरू सही तरिकाले लगाएको छैन, अनुसन्धान सही तरिकाले गरिएको छैन। ती यावत कुराहरूले गर्दाखेरि चाहिँ यी मुद्दाहरू कमजोर भएर तपाईँ हामीलाई लागेको हो यो चाहिँ कानुनले नै छोडेको पो हो कि यसलाई कारवाही नभएको हो कि भन्ने कुराहरू त्यो चिज होइन। ती भएका चिजहरूलाई सही तरिकाले कार्यान्वयन गरेको खण्डमा सबै चिजको समाधान अहिलेकै व्यवस्था अहिलेकै कानुनमा चाहिँ मैले चाहिँ देख्छु। होइन अहिले तपाईँले त देख्नुभयो तपाईँको पाटोले, तर यहाँ व्यवहारिक पाटोमा जाँदा रहे त फेरि त्यस्तो घटनाहरू त दोहोरिराख्यो नि त। त्यो कानुनी त्यसमा बुदामा नै चाहिँ मृत्युदण्डको जो अभियन्ताहरूले माग गरेको जस्तो बुदा नै राखिदिए भए त मान्छेहरू तर्सेर त त्यस्तो क्रियाकलापै गर्नबाट नै अगाडि बढ्दैन थियो होला नि त। माग्न त जे पनि पाइयो, त्यसको पनि माग्ने बित्तिकै पाइँदैन, त्यसको पनि विधिगत कुरा होला नि त। होला ल बनाउन सकिन्छ त, संसदमा प्रस्ताव आउनु पर्यो, छलफल गर्नु पर्यो, पारित हुनु पर्यो, जनताका राय आउनु पर्यो, त्यसपछि परिमार्जित गरेर त्यसलाई चाहिँ कार्यान्वयन गर्ने कुरा त हो नि। त्यो बन्ने एउटा प्रक्रिया हुन्छ, त्यो दबाब दिनु राम्रो कुरा, बन्न पनि सक्छ, बन्दैन मैले भनिनँ। तर नबनुन्जेल चाहिँ के हो भन्दाखेरि अहिले विद्यमान जुन कानुन छ त्यो कानुनलाई चाहिँ अधिकतम प्रयोग गर्ने हो। यहाँ व्यावहारिक कुरा हेर्दैन कानुनले, कानुनले प्रमाण हेर्छ, कानुनले तथ्य कुरा हेर्छ, कानुनले आधार खोज्छ। कानुनले चाहिँ व्यावहारिक हेरेर यो हुनुपर्छ भन्दैन। भएको छ घटना, प्रमाण पुग्दैन कानुनले छोडिदिन्छ, प्रमाण पुग्छ भने कानुनले कारवाही गर्छ। त्यस कारणले हामीले यस्ता घटनाहरूको सूक्ष्म रूपमा विश्लेषण गर्नु पर्यो, सूक्ष्म रूपमा अध्ययन गर्नु पर्यो, तथ्य प्रमाणहरूलाई चाहिँ केलाउनु पर्यो, त्यो गर्नुपर्छ र विद्यमान कानुन चाहिँ त्यसरी गर्नुपर्छ होइन। व्यावहारिक कुरा हो, मुखले भनेको कुरा हो, उसले भनेको कुरा हो, यसले भनेको कुरा हो, यहाँ त यस्तो छ नि, त्यो त जजले पनि देखाएको छ, अदालतले पनि बुझेको कुरा भन्नेको आधारमा चाहिँ कानुनी कारवाही हुँदैन। आम जनताले पनि गलतलाई गलत भन्ने, सहीलाई सही भन्ने, कुनै नेताले बोल्यो भने त्यो गलतलाई पनि सही हो भन्ने प्रवृत्तिको अन्त्य भएको खण्डमा देश चाहिँ समृद्धिको बाटोमा जान्छ र त्यसको निम्ति तपाईँ हामीले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। ओके, भर्खरै मात्र त्यो इनिसा बिका जो बलात्कारपछि हत्याको अभियुक्तहरू छ नि होइन, 4 जना पक्राउ गरेको छ नि, त्यो 4 जनालाई उस्तै प्रकृतिको कारवाही हुन्छ अथवा कस्तो कारवाही हुन्छ त? अब होइन, त्यो चाहिँ भोलि दोषी ठहरेको खण्डमा तपाईँले भन्नुभयो कि एकदमै राम्रो कुरा हो। त्यो अहिले प्रारम्भिक अनुसन्धानको क्रममा छ, प्रहरीले राम्रोसँग अनुसन्धान गर्नु पर्यो, त्यसपछि सरकारी वकिलले ज्ञान सम्बन्धी उद्योगमा चाहिँ अदालतमा हुन्छ त्यहाँ प्रस्तुत गरेका, र फौजदारीमा चाहिँ के हुन्छ भन्दाखेरि कसको भूमिका कति छ, भूमिका अनुसार
प्रमाणले भेट्टाएअनुसार चाहिँ सजायको भागीदार हुनुपर्छ। सबैलाई बराबर सजाय हुन्छ भन्ने हुँदैन। त्यहाँ उसले खेलेको भूमिका के छ, उसले गरेका एक्टिभिटिजहरू के छ, त्यसले कहाँ कहाँ असर गरेको छ, अनुसन्धानले के देखाउँछ, प्रमाण र तथ्यहरूले के देखाउँछ, ती प्रमाण र तथ्यहरूको आधारमा हुन्छ। अहिले नै सबैलाई सम्मान चाहिँ हुँदैन। भोलि प्रमाणित भएको खण्डमा कति वर्ष जेल जान सक्छ त उनीहरू? होइन, प्रमाणित भएको खण्डमा चाहिँ के छ भन्दाखेरि अब बलात्कारको केसमा त मलाई जहाँसम्म लाग्छ ठ्याक्कै यति त मैले भनिनँ, 10 वर्षभन्दा माथि नै सजायको व्यवस्था छ जस्तो लाग्छ। बलात्कार मात्र नभएर यहाँ त हत्याका पनि केस जोडिया छ। हत्याको त अब जन्म कैदकै छ होइन। त्यस कारणले अब त्यहाँ चाहिँ त्यो अनुसन्धानको अन्तिम चिज आइसकेपछि अनि सरकारी वकिलले के अभियोग लाउँछ, ज्यान मार्ने उद्योग मात्रै लाउँछ कि बलात्कारपछि हत्याको लाउँछ कि कुन अभियोग न, त्यो सबै कुरा हेरेर मात्रै यसरी सजाय हुन सक्छ भनेर अनुमान गर्न सकिन्छ। अहिले प्रारम्भिक चरणमा भएको कुरालाई मैले यदि यस्तो हुन्छ भन्यो भने त्यो गलत पनि हुनसक्छ। त्यस कारण त्यसलाई चाहिँ हामीले वेट गरौँ। हामीले के भनौँ यतिखेर भने राम्रोसँग अनुसन्धान गर, भित्री तहसम्म पुगेर अनुसन्धान गर र अपराधमा संलग्न कोही व्यक्तिलाई नछोड र यदि कसैको दबाब प्रभावमा परेर चाहिँ तिमीले अनुसन्धान नगर, स्वच्छ निष्पक्ष तरिकाले अनुसन्धान गर मात्रै अहिले हामीले भन्नुपर्ने अवस्था छ। अनि यो अब जस्तो यो शक्तिशाली सरकार बनेको छ होइन, हिजो जेनजी ताका छैन, बन्नेवाला छ। बन्नेवाला छ। यो हाम्रो इन्टरभ्यू प्रसारण हुँदै गर्दाखेरि त बनिसक्छ। अनि हिजो जेनजी आन्दोलनले दबाउनका लागि भूमिका खेल्नेहरूलाई चाहिँ जो कार्की आयोगले चाहिँ प्रतिवेदन यो अहिले अन्तरिम सरकारले बुझाइसकेको अवस्था छ होइन। अब बालन शाहले त यो हामी अक्षरशः पालना गर्छौँ भनिराखेको अवस्था छ र बिचमा केही पनि कुराहरू हामीले सुन्नमा आएको छ भने राजसभाकै पार्टीका सांसदहरू पनि यहाँ कारबाहीमा पर्न सक्छ, त्यो बुदाहरूमा भेट्न सक्छ भनिराखेको अवस्थामा यो पनि फेरि अक्षरशः कानुन अक्षरशः पालना नहुने देखिया छ नि।